सो यो हेलो नमस्ते सबैजनालाई वेलकम ब्याक टु माई च्यानल। सो होप सबैजना सन्चै अनि आरामै हुनुहुन्छ होला। सो म पनि सन्चै अनि आरामै छु। सो नेक्स्ट डे नेक्स्ट ब्लग होइन, नेक्स्ट डे नेक्स्ट ब्लग निकै भनौँ आफ्टर लङ टाइम ब्लग बनाउँदैछु। केही बोल्न आएन, यही टेक पनि 5 चोटि भइसक्यो। सो हरेक कुराको रिजन हुन्छ। अब मेरो पनि केही रिजन थियो ब्लग नगर्नुमा। अब धेरै नै ग्याप गरेँ। अब रेगुलर दिन्छु पनि भन्दिनँ म, किनभने अब त्यति धेरै टाइम पनि छैन भनौँ भने नि, काम पनि छैन, फुर्सद पनि छैन भने जस्तै हो। अब हेरौँ के कस्तो हुन्छ। अब ब्लगहरू आउँछ आउनु। अहिले चाहिँ ब्लग गर्नुको रिजनहरू चाहिँ अब अहिले मसँग यहाँ त्यो 360 क्यामेरा छ एउटा, अनि ड्रोन पनि छ, त्यहीँ छ अहिले, त्यहाँ चार्जिङमा छ। अनि सो टोटलमा चाहिँ 3टा ग्याजेटहरू भएको छ। एउटा चाहिँ गोप्रो भयो, अनि एउटा चाहिँ गोप्रोकै 360 अनि ड्रोन भयो। यो 3टा भएको भए चाहिँ मैले अब टेस्टिङ पनि हुन्छ। मैले ड्रोन उडाउनु आएको बेला आज यो सेकेन्ड डे हो मेरो, अनि त्यो भएर चाहिँ अब टेस्टिङ पनि हुन्छ। अनि अब खिचाइमा भिडियो, अब गाउँको भिडियो यसो पछि काम लाउँछ। अब फ्युचरमा हेर्न हुन्छ भनेर चाहिँ अब कहाँ हाल्ने त। अब फ्युचरको लागि प्रिजर्भ गरेर राख्ने ठाउँ चाहिँ युट्युब नै हो। सो त्यो भएर चाहिँ मैले युट्युबमा राख्नु खोजेको। धेरै पनि बोल्दिनँ, झ्याउलाउँछ होला, छोटो मिठो बोल्छु, किन ब्लग गरेँ होइन त्यो पनि भन्छु। सो एकछिन चाहिँ अब ड्रोन छोडेर मैदा। सो त्यही नै भयो गाइस, वेदर चाहिँ यस्तो भइरहेछ, कालो बादल लाग्छ, 1-2टा पानी पनि छिट्टायो। अब सायद आज पानी पर्छ होला। अनि त्यही नै भयो। अब दिनभरि के गर्दा गर्दै अब फ्यामिली टाइम, फ्यामिलीसँगै के बनाउने खाने रमाइलो गफसफ गर्दा गर्दै दिन गइहाल्यो। अनि 3 बजेपछि यस्तै भयो थियो, वेदरहरू कालो कालो हुने, घामै लाउनु छोडेको थियो। सो पानी पर्न लेखेर चाहिँ अब पानी पर्छ होला राति। आज राति पानी पऱ्यो भने चाहिँ भोलि फेरि दामी वेदर खुल्छ। भोलि वेदर खुल्यो भने फेरि यस्तो दामी भ्यू देखिन्छ नि, धौलागिरी निलगिरी हिमाल देखिन्छ यहाँबाट। अनि ड्रोन सट पनि हान्नुपर्छ। सो त्यही नै अब म चाहिँ हुन्छ नि, यो ब्लग आजै इन गर्छु, आजै सक्छु भनेको थिएँ। अनि फेरि यस्तो मौसम भयो नि त दिउँसो, अनि सो चाहिँ फेरि भोलि बिहानको लागि सार्नु पऱ्यो। भोलि बिहान अब यहाँबाट ड्रोन सटहरू यताउता हानेर पोखरीतिर जानुपर्ने छ। त्यही भएर भोलि नै सुरु गरौँला ब्लग चाहिँ, बाँकी ब्लग चाहिँ। सो आजको लागि चाहिँ यति नै, अब भोलि भेटौँला। सो भोलि मर्निङ भ्यू, मर्निङ सट सुरु हुन्छ अब ड्रोन सटबाट। इन्जोय द ड्रोन सट इन 3, 2, 1 गो।
दहीमा वेदर यस्तो छ। अब चाहिँ यो गाउँमा पुरामै यो गाउँ छ नि, यो गाउँमा चाहिँ ड्रोन पुरा अब त्यो गाउँमा पुऱ्याउँछ है त म ड्रोन रमाइलो कस्तो आउँछ। सो हेरिसक्नु भएको होला सबै ड्रोन सटहरू। सो हाम्रो गाउँको पल्लो गाउँको अनि हुन्छ नि एबभ द क्लाउड अनि हिमाल, सो सबै कुराले भरिपूर्ण छ मेरो गाउँ। त्यही भएर बस्ने नै गाउँमा, घर पनि गाउँमै बनाएको, किनभने लाइफ काट्नु छ गाउँमै रमाइलो छ। होप इन्जोय भएको होला, रमाइलो लागेको होला। ड्रोन भएपछि चाहिँ छुट्टै भाइ भएको छ ब्लगमा पनि। सो त्यही भएर हुन्छ नि जस्तो ड्रोन म्यानेज गरेर ड्रोन सट हानेको हो। त्यही नै भयो आजको लागि। अब अर्को ब्लगहरूमा भेटौँला। सो होप यु एन्जोय माई भिडियो। सो डोन्ट फर्गेट टु सब्सक्राइब पछि ड्याङ बेल आइकन दबाउनु चाहिँ नबिर्सिनु होला। अनि यति धेरै मेहनत गरेको छु। सो यो भिडियोलाई चाहिँ लाइक गरेर हुन्छ नि एउटा कमेन्ट छोडिदिनु होला। अनि केही इम्प्रुभ गर्नुपर्ने छ भने चाहिँ सो केही कमेन्टमा भनिदिनु होला इम्प्रुभ गर्ने कुराहरू चाहिँ। सो यति भन्दै आजको ब्लग यहीँ गरौँ। सो अर्को ब्लगमा भेटौँला। टिल देन बाई बाई।